दुई तीनटा कुरा हामी लिएर आउँछौँ। एउटा, आज नेपालको पर क्यापिटा इन्कम भनेको $1500 छ। 1500, जस्ट 1500। जब ग्लोबल एभरेज संसारका औसत मान्छेले 15,000 कमाउँछन् र म के चाहन्छु भने अहिले हाम्रो एउटा टिमले काम पनि गरिराखेको छ। 1500लाई 15,000 भने एकजना नेपालीले वर्षमा औसत 20 लाख रुपियाँ कमाउने भने हो। 20 लाख रुपियाँ, महिनामा 1.5 लाख रुपियाँ कमाउने भने हो। आज औसत नेपालीले पनि, प्रत्येक औसत नेपालीले 1.5 लाख रुपियाँ महिनामा कसरी कमाउने भन्ने म भिजन लिएर आउँछु। म इकोनोमिक्स विद्यार्थी होइन, मेरो टिमले काम गरिरहेको छ। 13 वर्षदेखि हामी समतामूलक समृद्धि भनेर हिँडिरहेका छौँ। एउटा यो गर्छौँ। अर्को चाहिँ डाइरेक्ट ट्याक्सेसनका कुराहरू छन् हैन। डाइरेक्ट ट्याक्समा चाहिँ आजको दिनमा 25% कम्पनी ट्याक्स, 5% डिभिडेन्ड ट्याक्स, अझ अरूमा त 30% सम्म पनि छ। यो ट्याक्सेसनलाई कसरी घटाउने र प्रत्येक कम्पनी, नेपालमा आएका प्रत्येक कम्पनीलाई चाहिँ त्यो ट्याक्सको अन्डरमा कसरी लिएर आउने र सम्भव भयो भने निकट भविष्यमा डाइरेक्ट ट्याक्स, सबै ट्याक्स सकिँदैन, डाइरेक्ट ट्याक्स चाहिँ कसरी हटाउने, ट्याक्स फ्री कन्ट्री कसरी बनाउने। मैले हावातालमा कुरा गरेको छैन है, के अध्ययन गरेर गरेको छु। ट्याक्स फ्री कन्ट्री कसरी बनाउन सकिन्छ त मिनिमम ट्याक्स लगाउने कन्ट्री कसरी बनाउन सकिन्छ भनेर अध्ययन गरिरहेका छौँ। एउटा यो, र यो गर्न सक्यो भने तपाईका उद्यमशीलतादेखि लिएर नेपालमै म गर्छु भन्ने मान्छेलाई पनि सजिलो हुन्छ। एउटा चाहिँ तपाईँ हामी जस्तो श्रमजीवी मान्छेको तलब औसतमा 1.5 लाख कसरी हुन्छ, र अर्को चाहिँ कम्पनी ट्याक्सका कुराहरू, र तपाईँ हामीले हाम्रो इन्कम ट्याक्स जुन तिर्नुपर्छ अहिले 39% सम्म तिर्नुपर्छ, त्यसलाई यदि 5% देखि 10% मात्र पार्ने हो भने अहिलेभन्दा बढी पैसा सङ्कलन हुने रहेछ हैन। यस्ता भिजनहरू सहित, इकोनोमिक रिफर्मका कुराहरू सहित, उद्यम एउटा नयाँ कम्पनी खोल्दाखेरि उसले पाउने बेनिफिटदेखि लिएर कति रोजगारी दियो भने ट्याक्स दिनु पर्दैन भन्नेसम्म क्लियर कट हामी भिजन लिएर आउँछौँ। र अब चाहिँ यो संवैधानिक एजेन्डा 30 वर्ष भयो हेर्नुहोस्, 46 सालदेखि कस्तो संविधान बनाउने छलफल गरेछौँ, अर्को 30 वर्ष पनि छलफल गरौँला। यो राजनीतिक एजेन्डा भयो छलफल गर्ने, तर यो सँगसँगै अब चाहिँ इकोनोमिक एजेन्डामा हेर्नुहोस्। एउटा अन्तिममा भन्छु, त्यो मलाई एकजना साथीले सुनाए, 23 गतेको बानेश्वरमा जब गोली चलिरहेको थियो, एकजना त्यहीँका जेनजी भाइले सुनाउनु भएको। एकजना अगाडिको मान्छेले के भन्दै थिए अरे भने, ए मुख चाहिँ छोपै छोप, यदि तेरो फोटो पत्रिकामा आयो, फेसबुकमा आयो भने तँलाई भिसा दिँदैन भन्दै थियो अरे। आजको यो पीडा हो हेर्नुहोस् हैन। मैले काठमाडौँ युनिभर्सिटीको लागि यही बारेमा किन युवाहरू बाहिर गइरहेका थिए भनेर एउटा रिसर्च पनि गरेका थिएँ, र आजको दिनको त्यो रिसर्च मैले 400-500 जनासँग कुराकानी गरेर एउटा राम्रो रिसर्च तयार गर्दाखेरि मेरो अध्ययनले के भन्छ भने, आज हाम्रो देशमा मेरो योग्यता अनुसार कमाउन सक्दिनँ भन्ने जुन एउटा माइन्डसेट छ नि, वातावरण छ नि, त्यसले गर्दाखेरि हामी होपलेसनेस भइराखेका छौँ, देशमा बस्न चाहदैनौँ, पलायन बढ्या छ। मेरो एजेन्डा, जेनजीको एजेन्डा, तपाईँहरूको एजेन्डा, तपाईँहरूको साथी जो बाहिर जाँदै हुनुहुन्छ, तपाईँहरूको एजेन्डा चाहिँ उनीहरूलाई देशमा बस्ने, रोजगारी पाउने, रोजगारी दिने, उद्यमी गर्ने, उद्यमी बन्ने त्यो वातावरण कसरी बनाउन